Welcome to my channel. जो FIFA वर्ल्ड कप चलिरहेको छ यसको प्रेडिक्सन र म पनि तपाईलाई बताउन चाहन्छु। आजदेखि राउन्ड अफ 16 चल्दैछ जसमा फर्स्ट म्याच क्यानाडा र मोरोक्कोको छ। भला क्यानाडा लकले चलिरहेको छ अथवा होम एडभान्टेजले चलिरहेको छ र यसमा पल्ला भारी म मोरोक्कोलाई नै दिन्छु। मोरोक्को मात्रै एउटा मुस्लिम कन्ट्री हो जो एकदम कम्पिटिसन गरिरहेको छ। यो साउदी अरेबिया इरान जोर्डन जस्तो छैन। यिनीहरूको स्किल चाहिँ एकदम युरोपियन स्किल जस्तो छ। तेज खेल्छ अनि यिनीहरूको स्ट्राइकर हाकिमी छ अरू पनि छ अनि पल्ला म मोरोक्कोलाई नै दिँदछु। अनि अर्को खेला छ प्याराग्वे र फ्रान्स। फ्रान्स एकदम तपाईँको थाहा छ एकदम तेज खेल्छ। उनीहरूको स्किल राम्रो छ। एम्बाप्पेले चान्स पाउने चाहिँ गोल लाउँछ, अरू पनि स्ट्राइकर छ जसले चान्स पाउने चाहिँ गोल लाउँछ। तर प्याराग्वेको यदि जर्मनी जस्तो उनीहरूको लक छ भने मात्रै फ्रान्सलाई हराउँछ, नभए यहाँ पनि पल्ला भारी म फ्रान्सले देख्दछु। अनि थर्ड खेला छ युएसए बेल्जियम यो ग्रुपमा। यो बेल्जियम हेर्नु त बेला बेला मैले प्रिभियस वर्ल्ड कपमा पनि देखेँ जापानसँग 2 गोलले बिहाइन्ड थियो तर पनि जित्यो। अस्ति पनि 2 गोलले बिहाइन्ड थियो तर पनि जित्यो। यिनीहरूको है लुकाको एकदम लकी छ अनि यिनीहरू भला युएसए होम एडभान्टेज पाए तापनि मलाई लाग्छ बेल्जियमले यो म्याच जित्नेछ। यो पुलमा अब डेन्जर खेला है एकदम हाई भोल्टेज खेला जस्तो यो क्रिकेटमा इन्डिया पाकिस्तानको खेला हुन्छ त्यस्तै स्पेन र पोर्तुगल दुईटै आम्ने सामने देश है। एउटामा हामीले सानोमा पढेको क्रिस्टोफर कलम्बस है स्पेनको समय उता वास्को ड गामा पोर्तुगल। यहाँ अब रोनाल्डो कतिवटा की प्लेयर छ। पोर्तुगल खेला राम्रो अस्ति भएको नेसनल लिगमा पनि फाइनलमा स्पेनलाई भला त्यो लकले मात्रै खेलामा स्किलमा हेऱ्यो भने पुरै डोमिनेट त स्पेनलाई नै गर्छ है। त्यो अन द ब्याड डे मात्रै स्पेन हार्छ, नभए यहाँ पल्ला म स्पेनले दिन्छु। अनि स्पेन एकदम टुर्नामेन्टको फाइनल जाने दावेदार छ। उनीहरूको हरेक व्यक्तिले पनि गोल लाउँछ अनि क्लासिक छ अनि उनीहरू गएर पोस्टमा पनि खेलाइबस्छ, डाइरेक्ट गोल लाउँदैन। हाम्रो नेपाली भाइहरू भाइ हान्न गोल खालि गयो गोलमा मात्रै हान्ने हाम्रो यताको खेला त्यही छ, पासिङ छैन। उनीहरू पासिङ क्लासिक अनि भाइ बहिनीले यो स्पेनको खेलाबाट पनि सिक्नुपर्छ। अब उता पुलमा गयो भने ब्राजिल र नर्वे छ है। ब्राजिल र नर्वे भला ब्राजिल पहिला जस्तो टिम छैन। ब्राजिल है पहिला जस्तो एकदम उनीहरूको टिम छैन जो रोनाल्डो रिभाल्डोहरूको टाइपको छैन। यहाँ अहिले भला नेमर पनि खेलेको छैन। तर नर्वेको है हामी देख्छौँ है नर्वेको पनि यिनीहरूको टिम राम्रो छ। यदि उनीहरूको स्ट्राइकर चल्यो भने मात्रै जित्छ है, नभए यहाँ पनि पल्ला म भला ब्राजिलले पहिला ब्राजिल नभए पनि ब्राजिलले नै जित्नेछ। अर्को खेला छ मेक्सिको र इङ्ल्यान्ड। भला मेक्सिको होम एडभान्टेज हुन्छ तर यहाँ इङ्ल्यान्ड एकदम क्लासिक टिम छ। इङ्ल्यान्डले पनि यहाँ मलाई लाग्छ जित्छ अनि उनीहरूको स्ट्राइकर ह्यारी केन एकदम टोटली फर्ममा छ। अब आउँछ स्विजरल्यान्ड र कोलम्बिया है। स्विजरल्यान्ड र कोलम्बिया खेलामा स्विजरल्यान्डको स्किल यति राम्रो छ। भला उनीहरूको वर्ल्ड कप म्याचेसमा त्यति ठुलो एचिभमेन्ट नभए तापनि यिनीहरू डिफेन्सिभ राम्रो छ, यिनीहरूको स्ट्राइक राम्रो छ अनि युरोपियन स्टाइल खेल्छ। अनि मोस्ट अफ द प्लेयर इङ्ग्लिस प्रिमियर लिग खेल्छ, स्पेनिस लिगको खेल्छ। यिनीहरूले पनि कोलम्बियालाई आरामले जित्छ अनि ब्याड लक भयो भने यहाँ पनि यहाँ स्विजरल्यान्ड हार्छ है, नभए स्विजरल्यान्डको पल्ला नै बाहिर देख्छ। लास्ट म्याच छ अर्जेन्टिना र इजिप्ट है। यो इजिप्ट अफ्रिकाको एउटा फेरि सेकेन्ड देश जो कम्पिट गरिरहेको छ। भला इजिप्टमा मोहम्मद साला हुँदा जो इङ्ग्लिस प्रिमियर लिगको टप प्लेयरहरू छ तर पनि यहाँ पल्ला म अर्जेन्टिना नै देख्दछु। आजको लागि यति नै मेरो यो राउन्ड अफ 16 को एनालिसिस यति नै। तपाईँ विश्वास नगर्नु मैले जे भने जस्ट मेरो एनालिसिस हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सब्सक्राइब